दोमङ भनेको के हो, दोमङको अर्थ के हो, अनि दोमङभित्र के कुराहरू लेखिएको छ। दोमङ भनेको अर्थ चाहिँ के हो भन्दाखेरि दो भनेको सूत्र भनेको र अनि माङ भनेको चाहिँ धेरै धेरै सूत्रहरू सङ्ग्रह गरेर बनाइएको यो क्षयलाई चाहिँ दोमङ भनेर भनेको। र अब यो कस्तो प्रकारको सूत्रहरू हो त भन्दाखेरि भगवान बुद्धले आफ्नो जीवनकालीनमा उहाँ जीवित हुनुभएका समयमा यसरी विभिन्न ठाउँहरूमा जानु भएर आफ्नो शिष्यहरूलाई धेरै प्रकारको सूत्रहरू उहाँले धर्मदेशनाहरू दिनुभएको छ। त्यही सूत्रहरूलाई नै सङ्ग्रह गरेर बनाइएको अनि सूत्रको सङ्ग्रह भनेर पनि बुझ्न सक्छौँ। त्यसै गरेर बहुसूत्र भनेर पनि बुझ्न सक्छौँ। अनि धो भनेको चाहिँ सूत्र, माङ भनेको चाहिँ धेरै धेरै भएकोलाई धोमाङ भनिएको हो। र अब यो धोमाङ चाहिँ कसले सङ्ग्रह गरेको थियो या कसले रच्यो त भन्ने प्रश्न आउन सक्छ। र त्यसको लागि चाहिँ 16औं शताब्दीमा आउनुभएको एकदमै प्रख्यात गुरु जेचुन तारानाथा, उहाँ चाहिँ झोनङ सम्प्रदायका महान गुरु हुनुहुन्छ। र उहाँले चाहिँ काङ्ग्युरभित्र, हामीले त्रिपिटक भन्छौँ, त्रिपिटकभित्र भएकै सूत्रहरू, तन्त्रहरू, त्यसै गरेर विभिन्न प्रकारका मलमहरूलाई एउटा ठाउँमा सङ्ग्रह गरेर अनि त्यही क्षयलाई, त्यो पुस्तकलाई चाहिँ अनि दोमङ भनेर यसरी नाम राखिएको हो। यो दोमङ ग्रन्थ चाहिँ धर्मगुरुहरूले मात्र पढ्ने नभएर हामी घर गृहस्थी गर्नेहरूले पनि सधैँ नै दैनिक रूपमा नै यसलाई पाठ गर्न सकिन्छ।